महालक्ष्मी युके समाजबाट हामीलाई रकम आएको छ 4,08,777 रुपियाँ रकम हामीमा आएको छ। यो रकम चाहिँ कसले कति दिनुभयो भन्ने कुरा चाहिँ पढेर सुनाउनको लागि यहाँहरु समक्ष अनुमति दिन चाहन्छु। विशेष गरी विशाल यङिम्बाङ 40 पाउन्ड, दीपक यङिम्बाङ 30 पाउन्ड, प्रेम यङिम्बाङ 40 पाउन्ड, लक्ष्मण लुम्फोङवा 30 पाउन्ड, गजेन्द्र पोम्बो 25 पाउन्ड, जय मादेम्बा 40 पाउन्ड, टेकमाया लुम्फोङवा 21 पाउन्ड, जय निङलेकु 17 पाउन्ड, हेम लुम्फोङवा 20 पाउन्ड, महेन्द्र कुमार लुम्फोङवा 25 पाउन्ड, वीरेन्द्र गुरुङ 50 पाउन्ड, जमिन थाङदेन 25 पाउन्ड, ममता तेन्युङ सोदेम्बा 25 पाउन्ड, नरमाया महादेम्बा सिंह 20 पाउन्ड, सुरेन्द्र इङनाम 30 पाउन्ड, देवी तुम्बाम्बे 21 पाउन्ड, चितराज हुक्पा 25 पाउन्ड, बललुङफोङा 30 पाउन्ड, मित्र सन्बा 20 पाउन्ड, चितिहाङ आङबुङ 23 पाउन्ड, मिलन गुरुङ 30 पाउन्ड, सन्दीप थेगुवा 30 पाउन्ड, मीना सेन्याङ 15 पाउन्ड, युवराज इस्बो 25 पाउन्ड, विजय सम्बम्बे 25 पाउन्ड, भीम मादेन लिम्बू 21 पाउन्ड, मोहन सोदेम्बा 21 पाउन्ड, तारेर माइली फुपू नरमाया थेगुवा 20 पाउन्ड, तारेर अन्तरी फुपू 15 पाउन्ड, प्रेम हुक्पा चोङबाङ 50 पाउन्ड, खगेन्द्र सेने 50 पाउन्ड, त्यसैगरी शिरानी काइली फुपू 10 पाउन्ड, यहाँ फुपू हुनुहुन्छ यहाँ, अमृता सोदेम्बा 20 पाउन्ड, डम्बर सम्माम्पे 51 पाउन्ड, आइत लुम्फोङा 21 पाउन्ड, छत्र तेन्युङ 27.1 पाउन्ड, थेम प्रसाद हुक्पा चोङबाङ 23 पाउन्ड, त्यसैगरी लेखनाथ खेवा मादेम्बा 25 पाउन्ड, सुरेन्द्र हुक्पा चोङबाङ 15 पाउन्ड, अर्जुन तेन्युङ 25 पाउन्ड, कुबेर सिंह हुक्पा चोङबाङ 20 पाउन्ड, टेक बहादुर तेन्युङ 15 पाउन्ड, जीवन हुक्पा चोङबाङ 25 पाउन्ड, देवकुमार लुम्फोङा 15 पाउन्ड, भीमनर सिंह हुक्पा चोङबाङ 20 पाउन्ड, बम निङलेकु 21 पाउन्ड, लोकेन्द्र देवन 15 पाउन्ड, जोसना तुम्बाम्पे 15 पाउन्ड, कल्पना सम्माम्पे 15 पाउन्ड, साधना तुम्बाम्पे 15 पाउन्ड, शान्ति थामसुहाङ 15 पाउन्ड, दिल मादेम्बा 20 पाउन्ड, भीमनरसिंह थेगुवा 25 पाउन्ड, सूर्य खापुङ 16 पाउन्ड, रत्नकुमार चोङबाङ 25 पाउन्ड, कृपा लसेन लुम्फोङा यहाँ अलिक मिस्टेक भएको होला, यही लेख्नु भएको छ, कृपा लसेन लुम्फोङा 30 पाउन्ड, तिलबीर खवाहाङ 15 पाउन्ड, गणेश हुक्पा चोङबाङ 15 पाउन्ड, सन्त हुक्पा चोङबाङ 21 पाउन्ड, सूर्य हुक्पा चोङबाङ 21 पाउन्ड, गंगा प्रसाद इस्पो 15 पाउन्ड, मान खापुङ 21 पाउन्ड, जित बहादुर हुक्पा चोङबाङ 35 पाउन्ड, देवराज सिंह जाङ्गु 25 पाउन्ड, उपेन्द्र लिम्बू 25 पाउन्ड, त्यसैगरी हेम हुक्पा चोङबाङ 21 पाउन्ड, सिंहबहादुर लिम्बू 25 पाउन्ड, भोज कुमार श्रेष्ठ 21 पाउन्ड, चौधरी ठुली 15 पाउन्ड, सूर्य सेन्याङ 15 पाउन्ड, ओम बहादुर मगराती मगर 21 पाउन्ड, रामकुमार हुक्पा चोङबाङ 15 पाउन्ड, एकराज पाहिम 15 पाउन्ड, देवराज हुक्पा चोङबाङ 10 पाउन्ड, कुलेश्वर लिम्बू 40 पाउन्ड, टिकाराज लुम्फोङा 26 पाउन्ड, जम्बर सिंह 25 पाउन्ड, अनिता लिम्बू 10 पाउन्ड, तेज कुमार पाहिम 20 पाउन्ड, दुर्गा गुरुङ 15 पाउन्ड, अमर हुक्पा चोङबाङ 25 पाउन्ड, देवेन्द्र हुक्पा चोङबाङ 20 पाउन्ड, त्यसैगरी सन्दीप यङिम्बाङ 20 पाउन्ड, प्रेम कुमार थेगुवा 20 पाउन्ड, टेक मान फोम्बो 15 पाउन्ड, राजकुमार चोङबाङ 16 पाउन्ड, विकास पन्दाक 20 पाउन्ड, उज्जवलता तुम्बाम्पे 20 पाउन्ड, तिल विक्रम सम्माम्पे 21 पाउन्ड, शुक्रराज खापुङ 25 पाउन्ड, काजीमान खापुङ 15 पाउन्ड, डाक्टर दिपेश सिंह जाङ्गु 30 पाउन्ड, डाक्टर देवराज रेग्मी 20 पाउन्ड,
खेमटु माम्बे 21 पाउन्ड, टङ्क खापुङ 21 पाउन्ड, लोकेन्द्र लिम्बू 20 पाउन्ड, के अरे सानु सुब्बा 15 पाउन्ड, हरितु माम्बे 33 पाउन्ड, सीता थेगुवा 25 पाउन्ड र छत्र मादेम्बा 25 पाउन्ड। जम्मा उहाँहरूले टोटल 2307 पाउन्ड पठाउनु भएको थियो। यसको नेपालीमा सट्टै हुँदाखेरि 4,08,777 रुपियाँ भएको छ र मैले यो मेरो खातामा आएको रकम पुनः अर्को यो दुबई र धरानबाट केही रकम यो चाहिँ हाम्रो समाजसेवी खड्क सिङजाङ्गु र मेहरमान सिङजाङ्गुको अगुवाईमा केही रकम आएको छ। यो रकम पनि वादन गरेर म एकमुष्ट रूपमा हस्तान्तरण गर्नका लागि यहाँ समक्ष अनुमति दिन चाहन्छु। विशेष गरी खड्क सिङजाङ्गु उहाँ चाहिँ दुबईमा हुनुहुन्थ्यो, हिजो जानुभयो फर्केर यो रकम हस्तान्तरण गरौँ भन्दा भन्दै उहाँ फर्किहाल्नुभयो। खड्क सिङजाङ्गु उहाँ आफै हुनुहुन्छ। उहाँले दिने नेपाली रकम 6,426 रुपियाँ। त्यसरी जगत सिङजाङ्गु 5,859 रुपियाँ। त्यसरी राजकुमार थेगुवा लिम्बू 4,347 रुपियाँ। त्यसै गरी राजकुमार पोम्बो 4,158 रुपियाँ। त्यसरी भवानी पोम्बो 2,079 रुपियाँ। त्यसै गरी भरत पोम्बो 2,079 रुपियाँ। त्यसरी मनिषा खामदाक लिम्बू 4,120। झापाको हुनुहुन्छ उहाँ। सङ्गीता राई कुरुम्बाङ लिम्बू 3,780 तेह्रथुम। भारती सुब्बा 3,780। जोनु मादेम्बा लिम्बू 2,079। शर्मिला मादेम्बा लिम्बू 2,079। मिस्पा मादेम्बा लिम्बू 2,079। कमल घिमिरे 1,134 रुपियाँ गरी जम्मा चाहिँ दुबईबाट चाहिँ 44,009 रुपियाँ प्राप्त भएको छ। त्यसै गरी यो चाहिँ राष्ट्रिय सङ्घीय लोकतान्त्रिक मञ्च लिम्बुवान तेह्रथुमबाट पनि केही रकम आएको छ। यो पनि मैले यो चाहिँ मेहरमान सिङजाङ्गुको अगुवाईमा भएको थियो धरान 15बाट। विक्रम प्रकाश हुक्पा चोङबाङ 1,005 रुपियाँ। रत्नबहादुर हुक्पा चोङबाङ 1,000। मानबहादुर हुक्पा चोङबाङ 1,000। इन्द्रबहादुर हुक्पा चोङबाङ 1,000। डम्बर कुमार हुक्पा बाबा 1,000। रामकुमार मादेम्बा हुक्पा चोङबाङ 500। त्यसै गरी मोहन प्रसाद टिकेला 505। त्यसै गरी दिल्ली हुक्पा चोङबाङ 105। जम्मा 6,115। त्यसै गरी यतापट्टि अर्को फेरि पुनः यो चाहिँ हाम्रो मेहरमान सिङजाङ्गु अगुवाईमै आइतबहादुर सिङजाङ्गु यो धराने साथीहरूबाट आइतबहादुर सिङजाङ्गु 1,000 धरान 11। टिकाराज सिङजाङ्गु 1,000 धरान 11। खेमराज सिङजाङ्गु धरान 11 1,000। सोमबहादुर सिङजाङ्गु धरान 11 धरान 17 1,000। आइतराज सिङजाङ्गु धरान 15 2,000। विक्रम सिङजाङ्गु 1,000 धरान 5। नवीन सिङजाङ्गु 1,000 धरान 10। जम्मा 8,000 गरी जम्मा यताबाट यो के अरे दुबई र यो धरानबाट 58,124 रुपियाँ गरी जम्मा हामीले आज हस्तान्तरण गर्न लागेको 4,66,901 रुपियाँ। तर रकम चाहिँ हामीसँग 4,66,910 रुपियाँ छ। जुन रकम चाहिँ बिरामी आदरणीय काका सूर्यबहादुर सिङजाङ्गु चिम्फाङ भनेर उहाँले चाहिँ पर्याप्त मात्रामा चिम्फाङ भनेर मिनी चिम्फाङ भनेर चिनिन्छ। उहाँको स्वास्थ्य लाभको लागि देश विदेशमा रहेर आफ्नो गाउँ ठाउँको समाजलाई परिआएको खण्डमा दुःखमा साथ सपोर्ट गरौँ भनेर उहाँहरूले सहयोग पठाइदिनु भएको छ। पक्कै पनि यो सहयोगले उहाँको यो सहयोगले उहाँको पक्कै पनि शीघ्र स्वास्थ्य लाभ हुनेछ भन्ने कामना गर्दै म चाहिँ सम्पूर्ण यो सहयोगी दाताहरूले म के भन्न चाहन्छु भने भगवान रूपी कर्म गरिरहनु भएको छ। हामीले हिजो अस्ति हामीले जीवन विज्ञानको शिक्षा पनि अलिकति पाएका थियौँ। हामीले चाहिँ के रहेछ भन्दाखेरि 100वटा मठमन्दिरले भाउनुभन्दा एकजना मानिसलाई परिआएको बेला खुसी बनाउनु त्यो सर्वोत्तम कर्म हो। एउटा भगवान रूपी कर्म हो। यो भगवान रूपी कर्ममा चाहिँ जुटिरहनु भएको छ, उठिरहनु भएको छ, हामीसँग हातेमालो गरिरहनु भएको छ। त्यो मानेमा हामी नेपालमा रहेका हामी दाजुभाइ भक्तहरू छौँ। उहाँहरूको यो उच्चतम कर्मप्रति एकपटक तालीबाट स्वागत गर्नको लागि किनकि हाम्रो समाजमा परिआएको बेला हामीले
हरेक हिसाबले दुःख बिरामी परिआएको बेलामा उहाँहरूसँग हातेमालो गरिरहेछौँ। उहाँले बिरामीहरूले बचाइरहनु भएको छ, विभिन्न ठाउँको विकासमा पनि जोडिरहनु भएको छ। उहाँको खाइ नखाइ आफ्नो परिवारको लागि भनेर आफ्नो ज्यानको समेत के अरे प्रवाह नगरिकन त्यो विदेशमा अरूको देशमा के अरे जान्ने बनी गरेको पैसा आफ्नो गाउँठाउँमा परिआएको बेला यसरी पठाएर सेवा गर्नुभएको छ। उहाँलाई चाहिँ म शिर न्योर्याएर सम्मान गर्न चाहन्छु। जुन रकम चाहिँ 4,66,910 रुपियाँ रकम चाहिँ आजका प्रमुख अतिथि आदरणीय व्यक्तित्व समाजसेवी वरिष्ठ समाजसेवी राधिका पोखरेल र जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष समाजसेवी केशव भट्टराईज्यूको संयुक्त हस्तबाहुलीबाट बिरामी आफै यहाँ उपस्थित हुनुहुन्छ र उहाँको छोरी शोभा सिंजाङको पनि हुनुहुन्छ। यहाँ यता हाम्रो डम्बर दाई अघि अतिथिमा अलिकति मैले बिर्सेँ, उहाँभन्दा डम्बर सिंजाङको हुनुहुन्छ। यहाँ देवराज समाजसेवी वरिष्ठ समाजसेवी देवराज सिंजाङका सहोदर आफ्नै भाइ महिला हुनुहुन्छ र यो संस्थाको जाने यो जोखिम विरुद्ध विश्राम परोपकार केन्द्रको संस्थापक अध्यक्ष भट्टबहादुर सिंजाङको छोरा हुनुहुन्छ। हामी उहाँहरूसँग हातेमालो गरेर जाने विभिन्न यो क्षेत्रमा अहिलेसम्म हामीले चाहन्छौँ 1 करोड 5 लाख जति चाहिँ लगानी अथवा जाने यो बिरामीहरूलाई जाने उहाँहरूको परिआएको बेला मल्लमपट्टि गर्ने काम गर्नुभएको छ। जुन रकम पठाइदिनु हुने सम्पूर्ण दाता महानुभावलाई भगवान रूपी दाता महानुभावहरूलाई पुनः फेरि पनि तालीबाट स्वागत गर्दै यो रकमको हस्तान्तरण गर्नको लागि उहाँहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। जम्मा 4,66,910 रुपियाँ। तालीबाट एकपटक ताली पक्कै पनि यो ताली उहाँको पक्कै पनि शीघ्र स्वास्थ्य लाभ हुनेछ हामी कामना गर्छौँ। भगवानसँग आशीर्वाद लिन्छौँ, पक्कै पनि भगवानले आशीर्वाद दिनुहुन्छ, तागेर मान्दै दिने आशीर्वाद दिनेछ किनकि उहाँको शीघ्र स्वास्थ्य लाभ हुनेछ। र हामी पूर्ण पनि यो भगवान रूपी दाता महानुभावहरूलाई उहाँको कर्म जहिले पनि राम्रो होस्, बलोस् फुलोस् भन्ने कुरा हामी आफ्नो देश नेपालको Thank you.